यातायातमा जाँदाखेरि यस्तो हुन्छ भने सोचेको पनि थिएन अनि बाटाको हालत पनि यस्तो रहेछ। के छ हामीहरू सबजना सन्चै हुन्छ, म पनि एकदम सन्चै छु भन्नुपर्दा आज चाहिँ हामी चाहिँ बाहिरमा भएर आज चाहिँ यातायाततिर जानुपर्ने हुन्छ। हामी चाहिँ यातायातको लागि हाम्रो चाहिँ यात्रा भनेको आधी घन्टाको बाटो छ, धेरै छैन। अब हामी चाहिँ मस्त अब घुम्दै अनि रमाइलो गर्दै चाहिँ जाँदै थियौँ। तर चाहिँ मौसम चाहिँ आज बहुत खराब थियो कि आज मजाले पानी पनि परेको थियो, तर बाटोको हालत चाहिँ खतम छ। त यातायात पुग्नसम्म यस्तै बाटो खटाङ गर्दै गयो अनि चाहिँ खोलो पनि खतरनाक परिरहेको रहेछ। अनि चाहिँ हाम्रो चाहिँ अब यति काम थियो यता यातायात चाहिँ हिँड्दाखेरि हालत खराब चाहिँ बाटोको हालत। अनि यता चाहिँ बहुत भिड थियो आज चाहिँ यातायात गएर हाम्रो चाहिँ एकैछिन टाइम लाग्यो, मजाले बसेँ म चाहिँ। अब उता काम बन्दै थियो हाम्रो चाहिँ, अब मस्त बसेर आनन्द लिँदै हेर्दै बस्दै गरिरहेको थिएँ। अब हाम्रो चाहिँ काम पनि बन्यो, तर त्यो भिडियो बन्नु पाएन। हाम्रो चाहिँ अब घरतिर लाग्यो, अब चाहिँ अब घरतिर लागिन पर्ने हुन्छ। हाम्रो चाहिँ आज काम बनिसकेछ। हाम्रो भिडियो चाहिँ यति नै हुन्छ। सबले सपोर्ट गर्नुहोस् अनि फलो गर्नुहोस्, म फलो ब्याक दिइहाल्छु। अनि फेसबुकमा गएर पनि फलो गर्नु होला। आजलाई यति, बाई।